हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि गुड छु होइन अनि आज चाहिँ हामी फर्पिन जाँदैछौँ अनि हाम्रो घरमा चाहिँ पाहुना आउनु भएको छ होइन जस मेरो साथीहरू आउनु भएको छ अनि त्यसपछि कत्रो ठुलोसोले कराइरहेको छ देखिरहनु भएको छ होला म देखाउँछु त को आउनु भएको छ त हेलो गाइज हामी उता घुम्न जान अब चाहिँ हामी जाँदैछौँ गाइज होइन उनीहरूलाई चाहिँ मतलबै छैन म तेरो भिडियोमा आउँदिनँ भने चाहिँ अब म सकेसम्म चाहिँ उनीहरूलाई नै भिडियोमा ल्याउने कोसिस गर्छु है त ल अहिले चाहिँ जाँदैछु हेर्दै गर्नु होला त्यस्तै हुन्छ भन्ने कुरो मलाई थाहा थियो कि अहिले क्यान्सल गरेर घरतिर गइदिनु थाहा होइन के थाहा पाउने र जाने हामी फर्पिन जाने हो फर्पिन घर जाउँ क्या होइन के भन्न चाहनुहुन्छ अनि हामी चाहिँ घुम्न जाँदैछौँ अरू केही पनि होइन यो 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 उयोले पनि कस्तो झ्याउ गरे क्या हाम्रो लोकेसन नै हो फर्पिन फर्पिन पनि माथि फर्पिन नै पुग्नु पर्दैन गर के त्यो अन्तरी साबेला मेरो त भिडियो नगर होइन कसले ट्याक्सीमा चढ्यो भने फेरि अचानक अन्तले ए त्यही भने त्यस्तो त गर्नु भएन नि त अन्त लगाएँ अब के गर्ने सुत्दिने हो त त्यही भने पछाडि आइदिनु न कुस्ती खेल्नु अनि हामी चाहिँ यस्तो आरामदायी ट्याक्सीबाट ओर्लेर हिँड्दैछौँ यिनीहरू कस्तो गर्दैछन् हिँड्न पाएको छैन गर्दैछन् यता पनि देख न त्यही त यिनीहरू मिलेका अरे क्या है मिलेका अरे अघिसम्म मुख छाड्दै टिक्को अनि बाटो चाहिँ यस्तो छ होइन कस्तो हुँदैछ त केटी हो गाइज अनि म चाहिँ यिनीहरूको भरोसामा यिनीहरूले भिडियो बनाइदिन्छन् भनेर बनाइदिएनन् आइज भनेर हिँडिसकेँ ठिकै छ यहाँ चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ यस्तो शान्त वातावरण छ कि है तपाईँहरू पनि पक्कै आउनु होला अनि उनीहरू अङ्गालो मार्दै हिँडिरहेछन् अब मैले भ्लग बनाउँछु भने उनीहरूलाई हेर न ओ माई गड के कुरा गरिसक्यो होला है हिँडे अनि हामी जानेछु उता गुम्बामा जाने हो देखिरहनु भयो होला कस्तो राम्रो छ क्या भ्यूहरू फुलफुलेको देखाएको अरे यस्तो हेर्दाखेरि चाहिँ कस्तो मुस्ताङको भाइब्स आउने क्या चाहिँ अहिले यो बाटो जाने हो होइन अनि उहाँहरू सम्मान गर्नु पऱ्यो नि होइन अब आफ्नो साथीहरूलाई अनि उहाँहरू चाहिँ खाजा खाएर जाने कुरा गर्दै हुनुहुन्छ अनि हामी चाहिँ लाग्दैछौँ है खाजा खानेतर्फ पैसा कसले तिर्दिने कसले ए मैले त सम्झिने 15 रुपियाँ छ त्यही खाएर जा हजुर 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 नट ब्याड कस्तो छ हेलो कस्तो छ हामी चाहिँ जाँदैछौँ उहाँ पर जाँदैछौँ होइन फाइनली गाइज हामी चाहिँ पुगिसक्यौँ अनि यहाँ देख्न सक्नुहुन्छ चोर चाहिँ यसरी बस्छन् है के भइरहेको यहाँ ल जाउँ जाउँ अन्त साँच्चै
अनि हामी चाहिँ भित्र गएर पनि हामी यस्तो चुइक्क त्यो के भन्छ सियो पनि ढल्यो मतलब झऱ्यो भने होला हुन नहोस् भन्ने खालको छ है ठाउँ चाहिँ अनि यिनीहरू चाहिँ के रिकमेन्ड गर्छु भने प्लिज तपाईँहरू लाइक इन्जोय गर्न आइरहनु भएको छ भने चाहिँ यहाँनिर नआउनुहोस् बिकज बोल्दै दिँदैन के रहन्छ होइन अनि बोल्न मिल्दैन मतलब पिन ड्रप साइलेन्ट हुनु पऱ्यो अनि फोटो पनि त्यस्तोरी मतलब हुँदैन मजाले त्यो धेरै इङ्गेज भएर चाहिँ गर्न मिल्दैन मतलब अलिअलि सानो सानो क्लिप खिचेर ल जाओ भने जस्तो छ होइन ठाउँ चाहिँ राम्रो शान्त पिसफुल त्यस्तै छ अनि त्यही हो अब हामीले घुम्यौँ सानो सानो क्लिपहरू चाहिँ लिएको छु त्यो चाहिँ म भिडियोमा हाल्ने नै छु अफकोर्स अनि हेर्नु होला तपाईँहरू पनि तपाईँहरूलाई पनि मनपर्छ भने पक्कै आउनु होला होइन त्यही हो अनि फेरि के भूत हुँदो रहेछ क्या कुन मन्दिरमा जाऊ भने अनि अब चाहिँ हामी तलतिर गएर फेरि के खानेछौँ त्यति खाएर पुगेन गाइज अब कसले पैसा तिर्ने होला छिटो है छिटो कहिले फसा ए कसले फसाए मैले त मेरो चाहिँ नै हो पाएँ 4-5 हजार खर्च गरिसक्थ्यौँ टङ्ग्री देउता खानु लाउन के भएको यस्तो कस्तो हुँदो रहेछ त एउटा र फेरि जाँगा नै थचक छ एउटाको चाहिँ यसको पैसाले कति यति नै फोटो गर्न सक्छ अरे है गाइज थ्याङ्क यू कस्तो हेप्पी होइन मेरो साथी अन्तुले पछि नाइ मलाई यस्तो रुच्दैन ल खा तँलाई अब यो खाने हो हामी चाहिँ बसमा स्ट्रगल गरेर होइन गाइज अनि हामी कौदह आएको छौँ रमाइलो हुँदैछ त्यो रमाइलो के म केटासँग जिस्केर हिँडेको थिएँ लाज लाग्दैन भन्नलाई त्यस्तो चाहिँ केही होइन अब त्यस्तो भइहाल्छ नि हौ कहिले खुब मिले खान न मेरो पनि हाम्रो पनि भगवान्ले हेऱ्यो भने कस्तो दिन नआउला अनि यहाँ चाहिँ कछुवा छ है गाइज हो गाइज पहिले देखाएको थिएन मलाई तिमीहरूले हेर ठ्याक्कै यसको कस्तो देखाएको उस्तो देखाएको छैन त पानीमा हाम फाल्छ होला है तर 1 घन्टा लाग्छ होला हाम फाल्न अहिले फुकेर के ल जमजम अनि कस्तो फिल भइरहेको त पुरा गरे फिल भइरहेको गरी यस्तो धनी साथी हुँदाहुँदै यस्तो धनी साथी हुँदाहुँदै म त गरिबै छु भिकारी फिल भइरहेको छ भिकारी ऊ अर्को कसरी उता हेर्नु पानी तेरो चाहिँ रहेछ ऊ हेर्छ त जाने बित्तिकै अनि हामी यति फास्ट छौँ कि 1 राउन्ड घुमेर पनि अब बाहिर निस्किसक्यौँ अब घर जान आँटेको पठाउ हेर्दैछौँ सबैले अनि अब घर गएर भेटौँला है त गाइज ल बाई 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 जाँदैन त बाटो भन्दिन है के भनेर